Okay, you may remember that Jesus said, "If you are two or three are gathered together in my name, so I am with you." यहाँहरूलाई थाहै छ यीशु मसीहले यस्तो भन्नुभयो कि जहाँ एक वा दुई मेरो साथमा मेरो नाममा भेला हुन्छ भने त्यहाँ तिमीहरूको माझमा म हुनेछु भनेर Amen. Amen. Okay, as we worship, as we praise the Lord, because God dwells in the praises of His people. जब हामी प्रार्थना अनि जब हामी आराधना गर्छौँ अनि परमेश्वरको उपस्थिति चाहिँ हाम्रो माझमा हुन्छ Okay, we know that God is here with us also. अनि हामी विश्वास गर्छौँ कि परमेश्वर हाम्रो माझमा हुनुहुन्छ आमेन And I know, and me also, I know that I am filled with joy to meet you for the first time. अनि यहाँहरूलाई भेट्न पाउँदा यो पहिलोचोटि मेरो यहाँनिर नेपालमा एकदमै खुसी लागेको छ मलाई And how many among you are blessed by the word of God? यहाँहरू मध्ये कतिजना चाहिँ परमेश्वरको वचनद्वारा चाहिँ आशिषित हुनुहुन्छ सोध्दै हुनुहुन्छ How many among you are blessed by the word of God? Okay, hopefully, and I believe this is the word for you. अनि म विश्वास गर्छु कि यो चाहिँ परमेश्वरको काम हो Amen. Amen. Okay. So, let me read first from the epistle of Paul to the Romans, chapter 1, verse 16, only one verse. हामी रोमीको पुस्तकलाई खोल्नेछौँ रोमी 1 को 16 पदलाई The epistle of Paul to the Romans chapter 1 verse 16, it says, "I am not ashamed of the gospel, because it is the power of God for the salvation of everyone who believes, first for the Jew and then to the Gentile." अनि यहाँ रोमी 1 को 16 मा यसरी लेख्दछ पावलले रोमको मण्डलीलाई किनकि सुसमाचारसँग म शर्माउँदिन किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो पहिले यहुदाहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि Okay, so me also here, I am not ashamed for the gospel of Christ to preach just a little bit for you also here. अनि म यहाँ पनि तपाईहरुको बीचमा परमेश्वरको वचन भन्न चाहिँ मलाई लाज लाग्दैन अप्ठ्यारो लाग्दैन Because it is the power of God to give us life for each and every one of us. किनभने परमेश्वरको वचन चाहिँ हरेकको जीवनमा जीवन ल्याउने एउटा एकदमै ठूलो शक्तिशाली वचन हो Not for the Jew or for the Gentile, not for our Khasis or for you as Nepalis also. यहुदीहरू अनि यहुदीदेखि बाहिर रहेका अन्य जातिहरू अथवा नेपाली हामी नेपाली जाति होस् या हामी खासी उहाँहरूको जाति चाहिँ खासी भएकोले गर्दा उहाँहरू खासी सबैको निम्ति चाहिँ सुसमाचार चाहिँ एउटा शक्तिशाली काम हो Because we get salvation through Jesus Christ who saved us. किनभने हामी चाहिँ येशू ख्रीष्टद्वारा चाहिँ मुक्ति पाउँछौँ जसले हामीलाई बचाउनु भयो Okay, so now let us turn to the topic that I already prepared to share among you this night. अब हामी एकदमै छिटो मैले आजको निम्ति तपाईहरुको बीचमा वचन तयार पारेको टपिकमा हामी जानेछौँ Let us turn to the epistle of Paul to the Philippians chapter 4 verse 4 onward. हामी पौलको पत्री फिलिप्पी 4 को 4 लाई हामी हेर्नेछौँ Okay, to the Philippians chapter 4 verse 4 up to 7. 4 देखि 7 सम्म हामी हेर्नेछौँ Okay, so let me read from here. Rejoice in the Lord always. I will say it again, rejoice. Let your gentleness be evident to all. The Lord is near. Do not be anxious about anything, but in everything by prayer and petition with thanksgiving, present your requests to God, and the peace of God, which transcends all understanding, will guard your heart and your mind in Christ Jesus. परम प्रभुमा सधैँ आनन्द गर म फेरि पनि भन्दछु आनन्द गर
तिमीहरूको सहनशीलता सबै मानिसहरूले थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदन साथ धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यसमा रक्षा गर्नेछ। आमेन। Amen. So, Paul, while he wrote this epistle, he was in the prison. जब पौलले चाहिँ यो पत्र चाहिँ फिलिपीको मण्डलीलाई लेख्दै थियो, त्यो समयमा चाहिँ पौल चाहिँ जेलखानामा थियो। Actually, it is believers give hope to Paul. त्यो समयमा चाहिँ विश्वासीहरूले चाहिँ पौललाई चाहिँ एक प्रकारको उनीहरूले आशा दिन्थे। But instead of that, Paul gave hope to the believers that rejoice in the Lord always. I say it again, rejoice. अनि त्यो समयमा पौलले पनि यहाँनिर मण्डलीहरूलाई चाहिँ यसरी उसले चाहिँ प्रभुमा सधैँ आनन्द गर भनेर मण्डलीहरूलाई चाहिँ एकदमै हर्षित अनि आशा दिने काम गर्दथे। That is the power of the servant of God, and also we are the followers of Christ also, that we need to have like this power that Paul said. अनि जसरी पौलले चाहिँ त्यो कष्टको सामु पनि आनन्द गर भनेर जुन त्यो शक्ति चाहिँ परमेश्वरबाट पाए, अनि त्यसरी नै हामी पनि परमेश्वरबाट त्यसरी नै त्यो सामर्थ्य अनि त्यो शक्तिलाई चाहिँ हामीले पनि प्राप्त गर्नुपर्छ। When he was in the prison, he said this word. जब पौल चाहिँ जेलखानामा थिए, उहाँले चाहिँ यो वचन चाहिँ भन्नुभयो To the believers, अनि फिलिपीको मण्डलीलाई, rejoice in the Lord always. I will say it again, rejoice. प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु तिमीहरू आनन्द गर। So we know in a world full of chaos and uncertainty, we know in this world is full of chaos and uncertainty. अनि अहिलेको यो संसार अन्धकारको संसार अनि असमञ्जसतिर गइरहेको संसारलाई हामी हेर्दाखेरि चाहिँ, Okay, so we believers, we can find joy and peace by rejoicing in the Lord. अनि हामी विश्वासीहरूको आशा चाहिँ एक मात्र हुनुहुन्छ, जो चाहिँ परमप्रभु परमेश्वर। By treating others, अरूलाई हामी कस्तो स्वभाव देखाउँछौँ त्यो अनुसार with gentleness, एकदमै नरम स्वभावले bring our concern, हाम्रो आफ्नो हृदय चाहिँ अरूलाई दिएर to God in prayer. अनि परमेश्वरमा प्रार्थना गरेर, When we follow this instruction, जब हामी यो कुराहरूलाई हामी पालन गर्छौँ, we can experience a deep sense of peace. जब हामी यो कुराहरूलाई पालन गर्छौँ भने चाहिँ परमेश्वरको गहिरो आनन्दले चाहिँ हाम्रो हृदयभित्र बास गर्दछ, That transcends our circumstance and give hope for the future. जसले चाहिँ हाम्रो समस्याहरूको बिचमा पनि हामीलाई त्यो सामर्थ्य भित्रैबाट एउटा परमेश्वरको सामर्थ्यले भर्छ अनि त्यो समस्याहरूमा लड्नको निम्ति चाहिँ हामीलाई मद्दत पुर्याउँछ। We also the younger servant of God. हामी पनि उहाँहरू चाहिँ एकदमै भर्खर एकदमै Servant of God. एकदमै कलिलो भनौँ न, कलिलो परमेश्वरको राज्यको काम गर्ने छोराहरू हुनुहुन्छ। As his disciple, उहाँको चेलाहरू, we came together, 4 of us. उहाँको चेलाहरू जस्तै हामी पनि 4 जना आयौँ। Okay, so 2 of them are in Siliguri सो 2 जना चाहिँ सिलगढीमा हुनुहुन्छ, with Pastor Devas Lama. पास्टर देवास लामासँग हुनुहुन्छ। So 2 of us also are sent to Pastor Kiwa. सो हामी 2 जना चाहिँ हामीलाई पास्टर केवलकोमा पठाउनु भयो And to Pastor Paul. अनि पास्टर पावलकोमा। Okay, so we also, as the servant, as the followers of Christ, we are not ashamed to go, and we are not fear to go anywhere, to go and to pray for the believers, to pray for the others also. सो हामी ख्रिस्टको चेलाहरू भएकोले गर्दा, ख्रिस्टको अनुयायीहरू भएकोले गर्दा हामीलाई चाहिँ डर लाग्दैन। हामी
अरू चर्चतिर गएर मण्डलीतिर गएर विश्वासी अनि अन्धविश्वासीहरूलाई पनि प्रचार गर्न प्रार्थना गर्छ Because we know nowadays किनभने हामीलाई थाहा छ आजकलको जमानामा people need some encouragement from the servant of God. मानिसहरूलाई चाहिँ केही प्रकारको उनीहरूलाई उत्साह चाहिरहेको हुन्छ परमेश्वरको कुराहरूबाट Encouragement and prayer also. अनि उत्साह अनि प्रार्थना पनि As a servant of God, परमेश्वरको दास भएको हकदारले as we are followers of Jesus Christ, हामी येशू ख्रीष्टको चेला भएको कारण so we need to be rejoiced always. हामी चाहिँ जहिले पनि परमेश्वरमा आनन्दित हुन सक्नुपर्छ Because we know in this world, we live in this world as a temporary life. किनभने हामी यस संसारमा चाहिँ केही दिनको पाहुनाहरू मात्रै हौँ One day we were gone from this world. अनि एक दिन चाहिँ हामी यो संसारबाट हामी जान्छौँ So we don't need to worry about the future. We don't need to worry about anything in this world because we know that Jesus Christ is near to come and pick us as His followers. अनि त्यो भएको कारणले चाहिँ हामीले कुनै कुरामा पनि चिन्ता अनि फिक्री गर्नुपर्ने कुराहरू छैन तर परमेश्वरमा भरोसा गरेर ख्रीष्टको आगमनलाई हामी कुर्छौँ So every day we have to experience about this. सो हामी दिन प्रतिदिन हाम्रो जीवनमा हामीले यो कुराहरूलाई अनुभव गर्न सक्नुपर्छ To rejoice in the Lord, परमेश्वरमा आनन्द गर्न to have a hope in the Lord, परमेश्वरमा आशा राख्न and to be patient always. अनि जहिले पनि धैर्य राख्नमा चाहिँ That is the best thing as a Christian. अनि यो कुराहरू चाहिँ हामी विश्वासी भएको नाताले चाहिँ एकदमै आवश्यक कुराहरू Because we know in this world is full of chaos and uncertainty as I already said it again later on. किनभने मैले अलरेडी भनिसकेँ अघि नै भनिसकेँ यो संसार चाहिँ एकदमै अन्धकार अनि नराम्रो कुराहरूले भरिएको छ है आशाविहीन कुराहरूले भरिएको छ So as the followers of Jesus Christ, we know and we have this hope to be Jesus is near to come and pick us as believers to carry us into the heaven into the right hand of our Father in heaven. अनि विश्वासी भएको नाताले हामी यो विश्वास गर्छौँ कि ख्रीष्ट चाहिँ हाम्रो ख्रीष्ट आउनु हुने समयहरू चाहिँ एकदमै नजिक आइरहेको छ अनि हामी यो कुरालाई विश्वास गर्छौँ कि हामी चाहिँ एक दिन पक्कै पनि स्वर्गीय राज्यमा उहाँको दाहिने स्थानमा हुनेछौँ भनेर So we don't need to be anxious about anything. सो हामी कुनै कुरामा पनि चिन्तित हुनुपर्ने कुराहरू छैन But in everything, तर सबै कुरामा by prayer प्रार्थना सहित and petition, र निवेदन र धन्यवाद सहित with thanksgiving, र धन्यवाद दिँदै present all of your requests to God. हाम्रो सम्पूर्ण हाम्रो प्रार्थनाको निवेदनहरू चाहिँ हामी परमेश्वरको अगाडि जाहेर गर्नुपर्ने हुन्छ Okay, I'm so thankful for today also. परमेश्वरलाई म आजको दिनको निम्ति म एकदमै धन्यवाद दिन चाहन्छु Few of us, both women and our pastor, and also we go to the mountain to pray to God. As we spend time there, 2 hours. 2 hours is there. र आज हामी प्रार्थनाको निम्ति हामी एउटा डाँडामा गएका थियौँ है हामीले त्यहाँनिर 2 घण्टा जस्तो प्रार्थना गऱ्यौँ एकदमै आशिषित अनि एकदमै शक्तिशाली रूपमा परमेश्वरले हाम्रो बीचमा काम गर्नुभयो When much prayer comes power. अनि जब हामी प्रार्थनालाई धेरै प्राथमिकता दिन्छौँ भने प्रार्थनाले चाहिँ शक्तिले लिएर आउँछ Okay, so all of that we don't need to be anxious in anything. सो त्यही भएको कारण हामीले चाहिँ चिन्ता गर्नुपर्ने कुराहरू छैन Only by prayer and petition. तर प्रार्थना अनि निवेदन सहित हामी परमेश्वरको अगाडि जानुपर्छ We have to submit all of this in the Lord. अनि हामीले सबै कुराहरू हाम्रो जीवनमा भइरहेका कतिवटा समस्याहरू हाम्रो निवेदनहरूलाई चाहिँ परमेश्वरको अगाडि लिएर हामीले राख्नुपर्छ So that the peace of God in you and me,
सो परमेश्वरको आनन्द चाहिँ तपाईँ अनि ममा which transcend all understanding, जसले चाहिँ हाम्रो सम्पूर्ण समझलाई चाहिँ will guard first our heart, will guard first our heart. All understanding that we get from the Lord, that will guard our heart and our mind only in Jesus Christ. र जुन समझ र शक्ति चाहिँ परमेश्वरबाट आउँछ त्यसले चाहिँ हाम्रो हृदय अनि हाम्रो मस्तिष्कलाई चाहिँ नियन्त्रण गर्ने गर्दछ. So as the servant or as the followers of Jesus Christ, we have this hope to be do not be anxious about anything or everything. सो येशू ख्रीष्टको चेलाहरू भएको कारणले हामी चाहिँ कुनै कुराहरुमा पनि चिन्तित हुनुपर्ने कुराहरु छैन. Because we know Paul, when he was in the prison is not the place which is good. र जब पौलले यो पत्र लेख्दै थिए उ चाहिँ जेलखानामा थियो र जेलखानामा चाहिँ उ एकदमै राम्रो अवस्थामा थिएन है, एकदमै दर्दनाक अनि उ चाहिँ एकदम कहाली लाग्दो अवस्थामा थियो. But instead of that, he preached the gospel. He gave the encouragement to the believers. तर त्यो समयमा पनि उ चाहिँ निरुत्साहित हुनको बदलीमा चाहिँ उसले सधैँ आनन्द गर, म फेरि पनि भन्दछु भन्दै है, अनि परमेश्वरको वचनलाई चाहिँ प्रचारहरू गर्दै त्यस ठाउँमा पनि उसले परमेश्वरको राज्यले वृद्धि गर्ने कामहरू गरे. To stand still and to stay strong. परमेश्वरमा शान्त अनि एकदमै बलियो भएर to put their hope only in Jesus Christ. अनि येशू ख्रीष्टमा हाम्रो विश्वास चाहिँ केवल ख्रीष्टमा मात्र राखेर because he is near to come and pick us. हामी चाहिँ अघि बढ्नु पर्ने हुन्छ किनभने उहाँ चाहिँ चाँडै आउँदै हुनुहुन्छ. As their followers. उहाँको चेलाहरू भएको कारण to the heavenly kingdom of the Father. He picked us as his followers. उहाँले चाहिँ हामीलाई चाहिँ उहाँको चेलाहरू हुनको निम्ति चाहिँ हामीलाई चुन्नुभयो. So that we hope we have hope by this. So हाम्रो विश्वास चाहिँ यही हो. Because God is promised from the Old Testament also. किनभने परमेश्वरले हाम्रो बीचमा प्रतिज्ञा गर्नुभएको छ About पुरानो this. नियमबाट पनि. About this, so you may read from in the book of Isaiah chapter 49 verse 6. हामी यशायाको पुस्तक 49 को 6 अध्यायलाई हेर्छौं. Okay, so you may read all of this verse तपाईहरुले यो वर्षलाई चाहिँ घरमा गएर पनि पढ्न सक्नुहुन्छ by your own. आफै नै. So I just remind that this word it says, I will make you as light for the nation, that my salvation may reach to the end. I will make you as light for the nation, that my salvation may reach to the end of the world. Isaiah chapter 49 verse 6. उहाँ भन्नुहुन्छ याकूबका कुलहरूलाई फेरि पुनर्स्थापन गर्न र इजरायलको बाँकी भागलाई फेरि फर्काइ ल्याउन त मेरो दास हुने कुरो तेरो लागि अति सानो कुरा छ. पृथ्वीको पल्लो छेउसम्म तैले मेरो उद्धार पुर्याओस् भनी अन्य जातिहरू कहाँ एउटा ज्योति म तँलाई बनाउनेछु. So as the servant of God, we also feel so amazement that we get this opportunity. सो परमेश्वरको दासहरू भएको हकदारले हामीलाई यो मौका अनि यो अवसर पाएकोमा हामी एकदमै खुसी अनि आनन्दित छौं. That we didn't expect to get this opportunity that God chooses us. हामीमा चाहिँ यो विश्वास थिएन कि हामीले यो समयहरू पाउँछौँ भनेर, तर परमेश्वरले चाहिँ हामीलाई यो मौका दिनुभयो. This evening we goes on to the house of the believers. अहिले साँझमा हामी यहाँको विश्वासीहरूको घरमा गएका थियौं. From one house to the other's house. एउटा घरदेखि अर्को घरमा. So we pray with them. सो हामीले उहाँहरुसँग प्रार्थना गर्यौं. When I saw them, I felt pity. जब मैले उहाँहरुलाई देखेँ मलाई एकदमै माया लाग्यो. But I can't do anything.
तर मैले के गर्न सकिनँ, but only pray तर मैले गर्न सक्ने भनेको एउटै कुरा थियो, त्यो चाहिँ प्रार्थना हो and petition. अनि निवेदन। I submitted all of this अनि मैले सबै कुराहरू चाहिँ परमेश्वरमा समर्पण गरेँ into the Lord अनि परमेश्वरको हातमा। because I know only Him can do a miracle अनि किनभने मलाई थाहा छ कि परमेश्वरले मात्र for them चमत्कार गर्न सक्नुहुन्छ, to provide, हरेक कुराहरूको प्रबन्ध गर्न सक्नुहुन्छ, to protect, उहाँहरूलाई सुरक्षा दिन सक्नुहुन्छ, to keep them safe. उहाँहरूको रखवाली गर्न सक्नुहुन्छ। So I always use this question also that I say, oh Lord, what an amazing opportunity you have spread out before me. अनि म परमेश्वरलाई जहिले पनि भन्ने गर्छु, परमेश्वर तपाईँले मेरो जीवनमा चाहिँ कति राम्रो अपर्च्युनिटी, कति राम्रो मौकाहरू दिनुभएको छ भनिकन। Not before me, but before we are your servant, because we came together with 3 of us. Because not only for me, but because of our Lord. मेरो लागि मात्र होइन, हामी सबैजना जो चाहिँ हामी यहाँ नेपालमा प्रचार गर्न परमेश्वरको वचनलाई प्रचार प्रसार गर्न आएका छौँ। So I always ask and I always use this word that to request in the sight of God. अनि यो वचनहरू चाहिँ म जहिले पनि परमेश्वरको वचनहरूलाई चाहिँ म परमेश्वरलाई बिन्ती गर्नको निम्ति चाहिँ प्रयोग गर्ने गर्छु। That He alone can help me, can help us to for the need that we want to see. किनभने जुन कुराहरू चाहिँ हामी सक्दैनौँ त्यो कुराहरू चाहिँ परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। To react in a way that honors you and bless others by serving them gladly with practical expression of our love. So I always use this word to say and to request to God. परमेश्वरलाई म जहिले पनि यी कुराहरू, यी वचनहरूद्वारा चाहिँ परमेश्वरलाई म प्रार्थनाको निवेदनहरू चढाउने गर्दछु that God will help us कि परमेश्वरले हामीलाई सहायता गरून् भनिकन, to see for the needs of the others, अरूहरूको आवश्यकतालाई देख्नको निम्ति, because they need prayer, किनभने उनीहरूलाई प्रार्थनाको खाँचो they छ, need encouragement, उनीहरूलाई उत्साहको खाँचो छ, to stand strong, परमेश्वरमा बलियो हुन, because the day of the Lord is near. किनभने परमेश्वरको राज्य नजिक छ। So we want to be bear this yoke of prayer. अनि हामी पनि तपाईहरुको माझमा यो प्रार्थनाको निवेदनलाई राख्न चाहन्छौँ। We have to bear. हामीले एक अर्काको लागि प्रार्थना गर्नुपर्छ। By serving with them with a glad practical expression by love. हामीले चाहिँ एक अर्कामा चाहिँ हाम्रो मुखहरूले मात्र हैन तर हाम्रो कार्यहरूले पनि प्रेम गर्नुपर्छ। Because we know this. किनभने हामीलाई थाहा छ। Before I was sit now, so I conclude on this short speech also. अब मैले यो मेरो छोटो वचनलाई समाप्त गर्न आँटेको छु। I use this word that will give encouragement for you also. मैले यो वचन चाहिँ यहाँहरुलाई एकदम उत्साहको निम्ति भनेको छु। Because God doesn't call the qualified, He qualified the call. किनभने परमेश्वरले चाहिँ कहिले पनि उच्च एकदमै ज्ञानीहरुलाई बोलाउनु हैन है, तर जब परमेश्वरले बोलाउनुहुन्छ उहाँले चाहिँ लाटालाई पनि ज्ञानी बनाउन सक्नुहुन्छ। God, He doesn't call the qualified the person which is so gentle, so intelligent. परमेश्वरले चाहिँ कहिले पनि एकदमै ज्ञानी अनि एकदमै भलात्मी है, एकदमै राम्रो राम्रो उच्च शिक्षा हासिल गरेको व्यक्तिहरुलाई बोलाउनुहुन्न, तर उहाँले चाहिँ जहिले पनि उहाँको हृदय जाँचेर चाहिँ उहाँको राज्यको निम्ति बोलाउनुहुन्छ। God, He qualifies the call. उहाँले चाहिँ हाम्रो बोलावटलाई चाहिँ God, He qualified the call. उहाँले चाहिँ हाम्रो बोलावटलाई चाहिँ उहाँले निखार्नुहुन्छ। As the day goes on, दिनहरु जाँदै गर्छ, that we, the believers, हामी विश्वासीहरु चाहिँ may work and walk अनि परमेश्वरको निम्ति काम गर्दै अनि अघि बढ्दै prosper
अनि वृद्धि हुँदै अनि फलवान्ता हुँदै and righteous परमेश्वरको राज्यमा in the sight of God. परमेश्वरको नजरमा Because we know किनभने हामीलाई the थाहा छ Lord is near परमेश्वरको to राज्यमा come and pick us उहाँ चाहिँ आउनुहुन्छ as His believers हामीलाई to लानुहुन्छ lead us हामीलाई लिड गर्नको निम्ति into the kingdom of the Father. उहाँको राज्यमा परमेश्वरको राज्यमा Aren't we excited to go to the heavenly kingdom of the Father? के तपाईहरु परमेश्वरको राज्यमा जान एक्साइटेड हुनुहुन्छ? So if we are excited, यदि तपाईहरु चाहिँ एकदमै उत्साहित अथवा हर्षले भरिएको हुनुहुन्छ उहाँको राज्यमा जानको निम्ति भने चाहिँ please keep on rejoicing. यो कुराहरु चाहिँ तपाईहरुले हृदयमा राख्नुस् कि तपाईहरु आनन्दित हुन चाहिँ नछोड्नु And put our hope only in Jesus Christ. अनि आफ्नो विश्वास चाहिँ आफ्नो आशा चाहिँ केवल ख्रीष्टमा मात्र राख्नुहोस् Because we know Jesus said in the Gospel of John chapter 14 verse 4, chapter 14 verse 6, I am the way, the truth and the life. किनभने येशू ख्रीष्टले यूहन्ना 14 को 6 मा भन्नुभयो बाटो सत्य अनि जीवन चाहिँ म नै हुँ No one comes to the Father, to the kingdom of the Father except through me. अनि परमेश्वरको राज्यमा चाहिँ म बाहेक अरु कसैले पनि लान सक्दैन भनेर प्रभु येशूले भन्नुभयो When we enter inside of this church building, जब हामी यो चर्चको बिल्डिङ भित्र हामी पस्यौं we have to enter through the door. हामी चाहिँ यो ढोकाको माध्यम भएर हामी पस्छौं Not through this window. हामी यो झ्यालको माध्यम भएर छिर्दैनौं We enter through the door. हामी ढोकाबाट चाहिँ हामी भित्र पस्छौं The same also. त्यसरी नै Before, as we enter into the kingdom of God, जब हामी परमेश्वरको राज्य भित्र हामी we छिर्छौं have to enter through the door. हामी चाहिँ एउटा ढोका मार्फत चाहिँ हामी परमेश्वरको राज्य भित्र हामी छिर्नुपर्छ Only Jesus is the door to अनि त्यो heaven. ढोका चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ So as the day goes by, अनि दिनहरु जाँदै जाँदै गर्दा we have to be put our hope only in Jesus. अनि हाम्रो आशाहरु चाहिँ केवल ख्रीष्टमा नै हामीले राख्नुपर्छ Because we know we live in this world. किनभने हामीलाई थाहा छ हामी यो संसारमा बस्छौं Many chaos and many uncertainty with the pandemic, with the whatever. अनि यो संसार चाहिँ अहिले विभिन्न कुराहरूले भरिएको छ विभिन्न अन्धकार विभिन्न रूढिमार्गी है विभिन्न कुराहरूले चाहिँ भरिएको छ अन्धकारमय संसारमा We also as the servant of God, we are not safe. अनि हामी येशू ख्रीष्टको चेलाहरु भए तापनि हामी पनि यो संसारमा चाहिँ हामी सेफ छैनौं हामी सुरक्षित छैनौं So whatever the war had happened, अनि जे कुराहरु भए तापनि but we have only this one, that the hope only in Jesus Christ. अनि जे कुरा भए तापनि हाम्रो आशा चाहिँ केवल ख्रीष्टमा नै हुनुपर्छ To preach the gospel as the day we get this opportunity. अनि परमेश्वरको राज्य अनि परमेश्वरको वचनलाई प्रचार गर्नु अनि यही मात्र एउटा हाम्रो निम्ति आशा हो Okay, thank you for your time that you are pay attention and listening. धन्यवाद तपाईहरुको समयको निम्ति तपाईहरुले एकदमै ध्यानसित परमेश्वरको वचनलाई सुन्नुभयो Maybe I will take for a long of time. अनि सायद म अझै लिन सक्थे होला But I'm sorry. तर मलाई एकदम क्षमा गरिदिनुहोस् किनभने Okay. So because maybe I made a mistake from here and there. सायद मैले यताउता केही मिस्टेक गल्तीहरु गरे होला Because of the word also. Because of the pronunciation of the word. मेरो शब्दहरु मेरो उच्चारणहरु राम्रो भएन होला No matter what. तर जे भए तापनि God knows परमेश्वर जान्नुहुन्छ our tongue हाम्रो जिब्रो and your tongue. तपाईको जिब्रो So he will completely in the sight of God. He will completely be happy for what we are saying. अनि हामीले जसरी हामीले परमेश्वरको वचनलाई हामीले यहाँनिर आज सुनेका छौं परमेश्वर म विश्वास गर्छु परमेश्वर एकदमै हामीसँग खुसी हुनुहुन्छ भनिकन Okay, so before I was going on and sitting, I would like to pray for you in Khasi. अनि म यहाँबाट जानुभन्दा अगाडि चाहिँ म मेरो भाषामा म तपाईहरु In प्रार्थना गर्न Khasi चाहन्छु language. खासी भाषामा Okay. You may pray in your own language also. तपाईहरु पनि आफ्नो भाषामा
I will pray in Khasi language for you. म चाहिँ मेरो आफ्नै भाषामा प्रार्थना गर्नेछु Thank you. So you may pray for yourself also. I will pray for you. Let us bear the yoke of prayer for each and every one of us. So अनि let us हामी एकअर्काको निम्ति हामी प्रार्थना गर्नेछौँ